हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि म चाहिँ धेरै पछाडि कन्टेन्ट बनाइरहेको छु। त्यो क्यामेरा पनि ठिक ठिकै भएको छ आज चाहिँ है टक्कसँगले यतातिर हाम्रो खोलाबारीमा चाहिँ गइरहेको छु। टक्कसँगले कहाँ भने हलो जोत्नु गइरहेको छु। अहिले चाहिँ भर्खर गोरु किनेको छ कि दाउदै गइरहेको छु। डाइरेक्ट तल मम्मीले गोरु चाहिँ लगिसक्नु भएको छ। अहिले 8 बज्दैछ, 8:30 भइरहेको छ। अब 9-10 बजी रोप्ने त्यही हो। अनि कोदो रोप्नेको लागि रोपिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ पुरै हाम्रो धानबारी हेर्न सक्नुहुन्छ। पुरै यस्तो छ, हरियो भइसकेको छ। कुलो चाहिँ आइरहेछ कुलोहरू। अब चाहिँ यसले कुरालाई कन्टेन्ट आउँछ। गोरुहरूले मेलो पनि भेट्दैन क्या, घरि मिस्टी जान्छ तल जान्छ। सुरु हो नि त, त्यही भनेको कुलो सुकेर के भन्छ खोल्सी सुकेर हेर्नु सक्नुहुन्छ। यस्तो भइरहेछ, यत्रो नै पानी पनि भइरहेछ। त्यही हो। यसलाई चाहिँ मैले त्यो कन्टेन्ट बनाउनै पाइनँ। मैले कन्टेन्ट बनाउनु थालेको 1 इयर पनि क्रस भएको छ। अब चाहिँ रेगुलर कन्टेन्ट आउँछ मेरो। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। अनि हिजो हामी फुटबल खेल्नु गएको थियौँ, त्यसको पनि गेम छ, भिडियो लगाइरहेको थिएँ मैले। के गर्दै हुनुहुन्छ? खोइ हेलो भनिदिनु त। नमस्ते। मेरो मामाको भिडियोमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्नु। भिडियोमा सब्सक्राइब पनि। अनि के अरे एगाठे गुड गरिदिनु। गुड। मेरो बाजे चाहिँ पुरै यहाँ खेलिरहेछ कसैले। त्यही हो। अब चाहिँ तपाईँहरूलाई म डाइरेक्ट
साथीहरू मेरो हात यस्तो भइसकेको छ काला जोत्दाखेरि नै पसिना हेर्न सक्नुहुन्छ मेरो जोताइ पुरै यस्तो छ जोताइ। त्यही हो साथीहरू, अब चाहिँ म यो सबै जोतिसकेपछि तपाईँहरूलाई भेट्छु त डाइरेक्ट। यहाँले साथीहरू मैले चाहिँ 3 काला जोतेर पनि फिनिस गरिसकेको छु। अनि कुन भने यो अघिको जोतेको भइगयो, अनि यो काला, अनि यहाँ माथि एउटा काला छ यहाँनिर, यहाँ कस्तो ठुलो काला छ, सबैभन्दा ठुलो काला यो 3 काला मध्येको चाहिँ ठुलो काला हो। यहाँ चाहिँ हामीले धानको लागि बिउ रोपेको थियौँ क्या, अनि त्यही भएर समल डाँडा साथीहरू माथि यो हुसो छ नि जुन यहाँ माथि यो माथि हुसो लागेको हो, त्यहाँ माथि पाइन्छ अरे छ क्या समल डाँडा, यो माथि हुसो लागेको। अहिले त पुरै हुसो लागिरहेछ। अहिले चाहिँ पुरै गर्मी भएर समला गयो भने चाहिँ दामी हुन्छ क्या, किनकि अहिले चिसो हुन्छ नि त्यतातिर, एकदम चिसो हुन्छ। त्यो साथीहरू, अनि आजको लागि मेरो कन्टेन्ट यति नै, त्यतिकै सुरु आज त बनाएको कन्टेन्ट, त्यही भएर त्यति मजाले बनाउनु पाइनँ। अब नेक्स्ट डेदेखि चाहिँ राम्रो कन्टेन्ट आउँछ है त। आजको लागि यति नै।